हार्ली डेभिडसन है त अगाडि जुत्ताहरु देखेर नि बुझिसक्नु भयो होला आज चाहिँ मैले तपाईहरुलाई के देखाउँदै छु हार्ली डेभिडसनको लेदरको जुत्ताहरु एकदमै एक्स्ट्रा टाइपको एक्स्ट्रा सोलहरु भएको एक्स्ट्रा लुक सहितको हार्ली डेभिडसनमा बुट्सहरु हामीसँग आइसकेका छ केएल टावर सेकेन्ड फ्लोर 35 र 36 नम्बर पसल सिंगापुर इम्पेक्स प्लसमा है त अब सबै हार्ली डेभिडसनको छ यसमा चाहिँ टोटल हजुरले 14 वटा भेराइटी पाउनुहुन्छ है यसरी बक्स प्याकिङ भएर आउँछ हेर्न सक्नुहुन्छ मोटरसाइकल्स हार्ली डेभिडसन भनेर यसरी बक्स प्याकिङ पनि एकदमै प्रिमियम भएर आउँछ है हेर्न सक्नुहुन्छ तपाईले एउटा चाहिँ हार्ली डेभिडसनको यस्तो अफिसियल कटन ब्याग पाउन सक्नुहुन्छ पेपर ब्याग त्यसैगरी मज्जाले र्याप गरेर एकदम फुल सेफ्टीका साथ यसरी जुत्ताहरु आउँछ तर यो जुत्ता चाहिँ हामीसँग यहाँ अलरेडी मैले खोलेर राखिसकेको छु प्याकिङ चाहिँ यसरी आउँछ भनेर मैले यो देखाइदिएको र म्याक्सिमममा सबैमा साइज चाहिँ तपाईले 39 देखि 42 सम्म तपाईले साइज पाउन सक्नुहुन्छ टोटल तपाईको 14 वटा भेराइटी छ है त टोटल 14 वटा भेराइटी भनिसकेपछि तपाई यदि लेदर जुत्ताको अथवा बुटहरुको चाहिँ पारेखी हुनुहुन्छ भने तपाईहरुलाई मन पर्ने जुत्ता यसमा एउटा न एउटा अवश्य निस्किन्छ किन भन्दाखेरि भेराइटी नै तपाईको 14 वटा छ है त टोटल 14 वटा भेराइटी छ अब यहाँबाट सुरु गरौँ र सबैमा रबर सोल छ है कुनै कुनैमा मात्रै अर्को सोल छ नत्र सबमा रबर हेभी सोल एकदमै कम्फर्टेबल हुने खालको दिनभरि लगाउँदाखेरि पनि नदुख्ने खालको सोल पाउन सक्नुहुन्छ र अर्को कुरा चाहिँ यसमा यो जुनै पनि जुत्ताहरुमा प्रयोग भएको यो लेदर चाहिँ 100% जेन्युन प्योर लेदर है त यति कुरा चाहिँ मैले सुरुमै भनिदिहालेँ साइज 39 देखि 42 सम्म त्यो पनि भनिदिहालेँ अब म खुरुखुरु मोडलहरु देखाइदिन्छु र तपाईहरुले जुन मन पर्छ त्यसलाई स्क्रिनशट गर्नु होला हामीलाई मेसेज गर्न सक्नुहुन्छ अथवा हाम्रो पसल भिजिट गर्न सक्नुहुन्छ है त अब हेर्न सक्नुहुन्छ यसमा चाहिँ यो मोडल हेर्नुस् है यो मोडल यसको सोल हेर्नुस् यो मोडलमा चाहिँ हामीसँग टोटल 3टा कलर छ यसमा चाहिँ साइडबाट चेन छ भिडियो अलिकति लामो हुन्छ होला कृपया अन्तिमसम्म हेर्नु होला अब बुटको पाराहिल त हेरिहाल्नुहुन्छ है त किन भन्दा सबै खतरा भेराइटी छ है चेन भएको हेर्न सक्नुहुन्छ है यो एउटा कलर ट्यान कलर त्यसैगरी ब्ल्याक कलर हेर्नुस् है चेन वाला है कसैलाई खुट्टा राख्न निकाल्न अप्ठ्यारो लाग्छ लुज गरेर राख्नुपर्छ भन्ने मान्छेलाई चाहिँ यो ठिक हुन्छ है हाइट पनि ठिक्कको छ सोल हेर्नु न यस्तो मजाको रबर सोल छ है यो ब्ल्याक कलर पाउनुभयो त्यसैगरी यो ब्राउन कलर है हेर्नुस् है र त्यसैगरी एन्टिक पिस पनि छ है मसँग हेर्न सक्नुहुन्छ यो पनि आएको छ है यो चाहिँ एकदम अलिकति एक्स्ट्रा लाउन खोज्ने कस्टमरको लागि है त यो पनि चेनवालै छ यो चाहिँ ग्रीन कलरमा यो चाहिँ ब्रासको चाहिँ तपाईको यो लेस होल्डरहरु पाउन सक्नुहुन्छ तपाईले हेर्नुस् है यसको पनि सोल अलिकति एक्स्ट्रा नै छ है त यो पाउनुभयो र त्यसैगरी एकदमै धेरै चलेको हाम्रोमा है पहिला पनि चलेको एकदमै धेरै चलेको यो चाहिँ तपाईको यो मोडल है एकदमै बवाल मोडल यो चाहिँ यसमा पनि दुईटा कलर छ एउटा ब्राउन कलर हेर्नुस् त यसको सोलै कत्रो छ हेर्नुस् त सोल हेर्नुस् र यसको लुक्स हेर्नुस् है यस्तो राम्रो लुक्स छ लेदर यहाँसम्म पनि यसरी पट्टी बाँधेको छ फुल यो चाहिँ रबर सोल हो है त यति भइसक्यो तपाईले लगाउनलाई एकदमै कम्फर्टेबल हुन्छ हाइट पनि मजाले नै बढ्छ हेभी सोल छ तपाईको हेर्न सक्नुहुन्छ कन्फिडेन्ट पनि तपाईलाई देखाउँछ लुक्स हेर्नुस् है यो प्याटर्नको पाउनुभयो यो पनि तपाईको हाफ चेनमै पाउन सक्नुहुन्छ यतापट्टि बेल्ट पाउनुहुन्छ है यो एउटा कलर पाउनुभयो ब्राउनमा ब्राउन पनि टेक्सचर छ है मिक्स छ त्यसैगरी ब्ल्याक है हेर्न सक्नुहुन्छ है त्यसैगरी अलिकति यही स्टाइलमा तर अगाडि धेरै यहाँ चाहिँ स्टिचिङ नभएको अलिकति हाइट भन्नुहुन्छ भने त्यसमा पनि छ है त हेर्नुस् है यो चाहिँ ब्राउन कलर पाउनुभयो हेर्नुस् है त ब्राउन कलर बेल्ट भएकै त्यसैगरी यो ब्ल्याक कलर यो पनि चेन भएकै पाउन सक्नुभयो है त त्यसैगरी अब अलिकति हेभी बुटहरु छ पछाडिपट्टि चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ ग्रीन कलरमा छ यसको चाहिँ ग्रीन यो ब्राउन कलर पाउन सक्नुहुन्छ यसको मोडल हेर्नुस् अगाडि चाहिँ कटिङ गरेर यसरी सिलाइ गरेको छ मेन भनेको यसको सोल नै हो है माथि त प्योर लेदर हो नै तर मेन चाहिँ तलको सोल हेर्नुस् न एकदमै युनिक सोल हेर्न सक्नुहुन्छ यो चाहिँ ग्रीन कलर अलिकति एक्स्ट्रा कलर लगाउने कस्टमरको लागि चाहिँ ग्रीन कलर किन भन्दा ब्राउन लगाइसके ट्यान लगाइसके चेरी लगाइसके ब्ल्याक लगाइसके भन्ने कस्टमरको लागि चाहिँ ग्रीन है त त्यसैको यो चाहिँ कफी ब्राउन है हेर्न सक्नुहुन्छ र त्यसैगरी त्यसैमा अझै अग्लो अझै हाइटी है हेर्नुस् है तर हाइटी भए पनि यहाँसम्म छ यो फिक्स लेस यहाँसम्म छ र त्यसैगरी यो फास्ट लेसिङ सिस्टम तपाईले पाउन सक्नुहुन्छ यो मिलिट्री बुटहरुमा अथवा ठुलो टप बुटहरुमा हुन्छ है यो चाहिँ फास्ट टक 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 लाउन मिल्छ यहाँसम्म चाहिँ फिक्स हो यसमा साउल लेदर र यो चाहिँ साइनिङ लेदर दुईटै मिक्स गराएको छ हेर्न सक्नुहुन्छ यसको यतापट्टिको लुक्स हेर्नुस् है अलिकति अग्लो छ अघिको भन्दा यसको यतापट्टिको लुक्स यहाँ चाहिँ
सानो यसरी पकेट पनि तपाईँले पाउन सक्नुहुन्छ है। हेर्नुहोस् है, यहाँनिर चाहिँ हार्ली डेभिडसनको स्टिलको यो ब्रान्डिङ पनि तपाईँले पाउनुभयो। सोल नै एकदमै नेक्स्ट लेभलको छ है यिनीहरूको है। त्यसमा चाहिँ कलर तपाईँले ग्रिन कलर भयो अनि यो ब्राउन कलर भयो है, यो गोजीवाला। त्यसै गरी अर्को ब्ल्याकमा पनि छ, यो चाहिँ अलिकति यो टेक्सचर भएको वाला हेर्नुहोस् त, यो वाला है। यहाँनिर अगाडिपट्टि यसरी सिलाइ गरेको यो चाहिँ पाउन सक्नुहुन्छ है त। हेर्नुहोस् है, जुन मनपर्छ त्यसलाई स्क्रिनसट गर्नु होला। र त्यसै गरी ब्रस अफ लेदरमा पनि छ हार्ली डेभिडसनको, हेर्न सक्नुहुन्छ। हेर्नुहोस् है, अब यसको रेटहरू हजुरले बुझ्नु मन लाग्छ भने हाम्रो वेबसाइटमा पनि जान सक्नुहुन्छ, singapureintex.com मा गएर हार्ली भनेर मात्रै सर्च गर्नुभयो भने नि सबैको अब छुट्टा छुट्टै रेट छ, सबैको रेट आउँछ। तपाईँले वाट्सएप, भाइबर या इन्स्टाग्राममा मेसेज गर्नुभयो भने पनि तपाईँले पाउनुहुन्छ है। हेर्नुहोस् है, यो चाहिँ ब्रस अफ लेदरमा, यसको सोल पनि एकदमै राम्रो छ, ग्रिप भएको छ है त। हेर्नुहोस् है, ल टोटल 14वटा मोडल हार्ली डेभिडसन। आजको विशेष भिडियो चाहिँ हार्ली डेभिडसनको भयो। टोटल 14वटा मोडल देखाइदिएको छु र त्यसमा पनि कुन तपाईँलाई मन परेको छ त्यसलाई स्क्रिनसट गर्नु होला। हाम्रो प्रोफाइल भएको नम्बरमा वाट्सएप, भाइबर या चाहिँ हाम्रो इन्स्टाग्राममा मेसेज गर्न सक्नुहुन्छ। अल ओभर नेपाल फ्री होम डेलिभरी हुन्छ। यदि तपाईँ पसल भिजिट गर्न चाहनुहुन्छ भने हाम्रो पसलको लोकेसन काठमाडौँ चाबेल कियाल टावरको 2nd फ्लोरको 35 र 36 नम्बर पसल सिङ्गापुर इम्पेक्स प्लस भिजिट गर्नु होला। वेबसाइटबाट अर्डर गर्नुको लागि चाहिँ तपाईँले आफ्नो मोबाइलको कुनै पनि ब्राउजरमा गएर singapureintex.com हान्नु होला। र यो आइटम चाहिएको छ भने चाहिँ सर्चमा गएर हार्ली भनेर हान्दा पनि हुन्छ, अथवा फुटवेयरमा गएर हेर्न सक्नुहुन्छ, अथवा हाम्रो पसलमा राखेका सबै आइटमहरू चाहिँ वेबसाइटमा तपाईँले पाउन सक्नुहुन्छ। त्यहीँबाट मजाले घरै बसी अनलाइन सपिङ पनि गर्न सक्नुहुन्छ है त। धन्यवाद।